Hello guys, good morning everyone. Welcome to back my YouTube च्यानलमा सम्पूर्णलाई स्वागत छ। आजको भिडियो चाहिँ हामी बजारतिर आइपुगिसकेको छ। बजार सुरु गर्दैछ। कता जाँदा बाहिर पैसा हाल्न पैसा हालेर आउने होइन जाउँ न पैसा चलेन हौ अब हामी चाहिँ होइन यहाँनिर पैसा हाल्ने ठाउँमा आइपुगिसकेको छ। पैसा हाल्छौँ त्यसपछि यसो अलिअलि सपिङ गर्नु छ। सपिङहरू गर्छौँ त्यसपछि हेर्दै जाउँ के हुन्छ। आजको ब्लग के कस्तो आउँछ त्यो चाहिँ अब पैसा हाल्छ त्यतिर लेट्स सी। होइन गाइज हामी चाहिँ अब पैसा हालेर निस्किसकेका छौँ। यसो अब सपिङ गर्नु पऱ्यो अलिअलि सपिङ गर्नु छ। होला नि के छ त अनि सपिङ गर्ने होइन त सपिङ गर्ने चाहिँ हुने हो। अब घर फर्किने अरे यसो अलिअलि सपिङ गरिदिनु पऱ्यो भनेर आएको नि त। यसो भाइलाई सहयोग होइन अब साथी जस्तो पनि खासै काम त थिएन यसो बजारतिर आउनको लागि त्यस्तो त्यही भएर यसो बजारतिर घुमे जस्तो पनि कति रुममा बस्नु भनेर हक्का लगाएर आएको हो। ओ त्यो दाइको त्यहाँ उठेर बसिरहनु भएको दाइको पसलमा जानु अब हक्का लगाएर होइन त्यहाँ पसलमा जाने सपिङ गर्ने के पाउँछ हेरौँ। तपाईँको पसलमा अलिअलि 1977 टी-सर्ट लगाएर कता भयो? के छ मेरो दाइ? ठिक छ नि भाइ? स्वागत छ तपाईँलाई। कता आछ भने? तपाईँ आरामै हुनुहुन्छ नि? के छ भने आज? एकदम ठिक छ। चिकन मासु खायो भाइले? चिकन मासु? चिकन छोडिसक्यो नि त। चिकन छोडेको त कति खानु चिकन कहिलेकाहीँ मटन खानुपर्छ। अब हाम्रो दाइको पसलमा यस्तोहरू पाइन्छ। बदाम काजु किसमिसहरू सब छ यहाँ। चक्लेट के लाने हो चक्का लगाएर पाइन्छ होइन यहाँनिर होइन गाइज। एउटा सब यहाँ त दाइको यो पसल चाहिँ हजुर कपडा के कस्तो खालको किन्ने भयो ल घला छान त वास्तविकतामा परिणत भए र आज पनि विश्वभरि लगेज कस्तो खालको जाने भयो। उनले भविष्यवाणी गरे कि यदि केही गरेन भने अर्थव्यवस्थामा पुँजीपतिहरूको कब्जा हुनेछ र धनी अझ धनी हुनेछ र क्रान्ति हुनेछ। यो लग्यो होइन कसले होइन कालो दाइ कस्तो छ लगेज? जसले विश्वास गर्थे कि सबै सम्पत्ति सबै मानिसहरूलाई समान रूपमा वितरण गर्न लगेज मानिसहरूले मात्र पाउनेछन्। धनी बढी धनी हुनेछ। ठ्याक्कै अब ब्ल्याङ्केटहरू छैन भने भाइहरूले यस्तो लाँदा हुन्छ। 24 बियर कपडा चक्लेट बनाउने होइन यसो हेर्दा पनि मलेसिया आएदेखि होइन कोरियाबाट आएको यहाँ भाइ नट यहाँ केलाई काठमाडौँ छ भने केलाई फालिदिने क्या अनि काठमाडौँको च्यालिने फालिदिने त्यसरी फालिदिने कोरियाबाट आएको भनिदिने अहिले त खालि कोरिया मुगाइमा मात्रै कोरिया अब जन्मै
आज भर्खर जन्मिने बच्चाहरू पनि ओए नभने गर्दा पहिले त कोरिया कोरिया भनेर लाग्छ सबै कोरिया भन्छ भनेन कोही पनि कोरिया भएको कोरियाको भूत लागेछ अब सबै कोरियामा उभिन्छ फेरि काम गर्ने जस्तै राजा र धर्मको के सार है कोरिया भन्ने चाहिँ मर्यादा गर्नुपर्ने हामी त यतैतिर ठिक छ भाइको ब्ल्याङ्केट छ छैन अरू चाहिँ ठिक छ ब्ल्याङ्केट त के लिएर जाने हो स्वास्थ्यलाई पनि ठिक छ अब हाम्रो गाउँको पहिला यो इम्प्रेस नखुलिकन कोरिया जानेहरू मुलक्सबाट काट्नु हुँदैन पहिला 2002 तिर लगेर लान्थे त्यति बेला हाम्रो गाउँको 12-13 जना अङ्कलहरू अहिले 12-13 जना सबै उ छ फेरि कसैको प्रेसर हाई भएर कोही ढलेर मरे कोही अहिले कोही खुट्टा चल्दैन कोही हात जान्छ प्रेसर लेभल जम्मै बिरामी एउटा टोटली बिरामी जति उनीहरूले कमाएको पैसा अहिले उपचार गर्दै बसिरहेको छ कुनैको छैन कारण थाहा छ चिसो ठाउँ छ ठन्डा ठाउँ छ अनि त्यही अनुसारको खानपिन गर्नुपर्नेमा हामी नेपालीको जात चाहिँ अब हुन्छ नि अब सुप छ नि ब्याम्बो वाइन ब्याम्बो सुपबाट बनाएको त्यो ब्याम्बो वाइन यहाँ सुजु हमेसा सुजु नखानु सुजु खाँदाखेरि त्योसँग खाने एउटा सस्ती हुन्छ क्या माछा कोरियन माछा हुन्छ मासु कोरियन भाषाबाट सस्ती भन्छ माछालाई चाहिँ तर त्यो मासु चाहिँ त्यो उको मासु चाहिँ यस्तो खालको हुन्छ यस्तो हुन्छ हौ रातो त्यो चाहिँ काँचै खाने हो है त्यो चाहिँ पकाएर खाने होइन त्योसँग चाहिँ त्यो सुजो खाने हो क्या त्यो मासुले चाहिँ खाँदाखेरि त्यसलाई चाहिँ अब असर गर्छ फेरि अब त्यो सुजु खाने ग्लास यत्रो हुन्छ सानो टक्क लगाएर एकचोटि चिरोस गरेपछि स्वाट खाने हो ज्ञान चाहिँ हान्ने अनि पानीको लाउने हो क्या तर हाम्रो पारा के छ बोतलमा कटकट त्यहीबाट थुप्रै हुन्छ क्या बाँसको हुन्छ आँपको के अरे स्याउको हुन्छ अनि त्यो 2-4 बोतल खाइन्छ मिठो हुन्छ डेली खाएपछि त्यतिभित्र अनि हाम्रो 12-13 जना कोही मामा पर्ने 3 जना त मामा हो मामा पर्नेहरू खाँदा मिठो लास्टमा असर गर्ने हो एउटा काकाको त अस्ति काठमाडौँमा यताउति जोड्दा गएर घर चाहिँ पछाडि बनाए कति 2 करोड 85 लाखमा घर जग्गा बेच्दा पनि उसको उपचार पुगेन अहिले आमको अहिले यो के भन्छ उमा चतरादेखि अलिक हो पट्टाली भन्छ क्या यहाँ अहिले भाडा मनुष्य ठिक छ हावापानी ठिक छ खानपान टक्क पैसा पनि हुन्छ कस्तो लाग्ने है थोरै कमाउने धेरै रमाउने बचत चाहिँ गर्नुपर्छ कमाउनु भन्दा पनि बचाउनु कोरियामा चाहिँ कति कमाइन्छ यो मैले त 5 लाख आएको भन्छ यहाँ फेरि सबै महँगो छ फेरि यस संसारमा धनी मानिसहरूको संख्या धेरै कम छ र सबै चिज र शक्ति थोरै धनी मानिसहरूमा मात्र मलेसियाको कुरा गरौँ ल मलेसियाको कुरा गरौँ सपिङ गरौँ कुन चाहिँ लाने हजुर ओके ब्ल्याङ्केट छैन भने कपडा भएछ हैन ब्ल्याङ्केट साङ्केट छैन कपडा छ त्यही अलिअलि खाचा खुजो ठुलो लाने सानो लाने त्यसमा लाग्यो भने त्यो सानो लानु पर्दैन होला कुन सानो पर्दैन यही लाने यस्तो लाने भने तिम्रो त पछाडि भेट्ने झोल छ होइन त्यही भएर लगा दुईटा भइहाल्छ त्यसमा अडिहाल्छ बसिहाल्छ यसमा कपडाहरू हाल्ने चक्लेटहरू कति लाने त्योहरू हाल्ने अनि त्यसपछि लुगा ब्यागतिर हाल्ने केमा हाल्ने होइन त ठुलो लाने कि सानो लाने होइन ठिक्क हुन्छ छुट्टीमा रे छुट्टीमा डिसेम्बर मैले युरोपतिर पश्चिमा मुलुकहरू अहिले एकदमै खिचो एकले अर्कालाई अहिले युरोपतिर मैले एकदम गरौँ यहीँ जति छ त्यतिमा कमाइ गरेर सम्म गर्ने घरमा गएर व्यवसाय गर्नु जति कमाउँछ त्यतिमा रमाउँछ यहाँ 2-4 वर्ष बसेर 15-20 लाख जमाएपछि त्यसले नै बिस्तारै हुँदै नजाने फेरि नेपाल गएर युरोपतिर 10-15 लाख तिरेर जाँदाखेरि त फेरि जिउसँग हुँदा मात्रै हो कायम कमाइ हुन्छ ठाउँ देखाउनु हुनुपर्छ स्किल्स हुनु पऱ्यो है कुरा
त्यो पनि अहिले मान्छे छक्का छ ए, सजिलो छैन हो सजिलो छैन अब सम्प्रगी जस्तो भइसक्यो अँ। हामी अलिक ढिलै जन्मिसकेछ त्यो धेरै भइसक्यो अहिले सजिलो छैन हौ सजिलो छैन पहिला जस्तो ठिक छ के लाने हो एउटा मात्रै लाने होइन है मिला नि 5 लाख जम्प पऱ्यो केटाहरूको फेरि सामान कति छ कसको लाने त खोइ को कसको मदनको होला के लाने त त्यो चक्लेट त होला घरमा छोड्ने ठुलो चाहिँ सानो चाहिँ मलेसियामा फर्केर आउने अब बिहे त भएको छैन अब तुलाइ त हुनेवाला तुलाइ होला दुईटा प्लेट खोज्दै पर्छ भाइ दुईटा प्लेट त भइहाल्छ के कपडाहरू सो 20 अठाइ त लानै पर्छ त्यो पनि ए ए दाइ जोडी आउँदैन जोडी जोडी दिनु पर्यो के जोडी सानो एउटा ठुलो एउटा अँ जोडी होइन जोडी हो दुईटा कस्तो खालको लाने भने चाहिँ मैले लगे जस्तो हुनु पर्यो क्या मैले लगे जस्तो हुनु पर्यो कि मैले लगे नि त नि तपाईँ पसलबाट हो त्यस्तै लानु पर्यो कि एउटा ठुलो एउटा सानो होइन घरमा छोडिराख्नु पर्यो कि एउटा चाहिँ पछि बिहे गर्दाखेरि यहाँभित्र आफ्नो इक्विपमेन्ट्सहरू राख्नु मिल्छ है अनि फर्किँदाखेरि यो ल्याउनु फेरि कुन यो चाहिँ हातमा बोक्नु यसमा 7 केजी पाउँछ अँ यो चाहिँ मलेसिया फर्किँदा ल्याउने है अँ एउटा चेस्ट ब्याग बोक्नु पाउँछ यदि यो बोकेर यस्तो ह्याटिङ ब्यागहरू बोक्नु पाउँदैन पाउँदैन है यो चाहिँ घरमा छोराख्नु पछि बिहे गर्दाखेरि आजभोलि त अब बिहे मात्रै होइन भाइ ट्राभल बोकरा मुस्ताङ बनाएर पनि मान्छेले प्रायः यस्तो नै बोक्नु पर्ने हुन्छ आजभोलि त यस्तो यो ठुल्ठुलो ह्याकिङ त बोक्नै छोड्ने मान्छेले यो नै सजिलो पनि भयो नि त प्लास्टिक फाइबर हो डबल जिप हो पानी यहाँ हालिने यो विलर हो नि यसको विलरहरू निकाल्नु मिल्छ जस्तै गाडीको क्याबिनतिर के भने यो प्रेस गर्ने बटन स्वाट त निकाल्ने होइन त्यो बटन फ्याट निकाल्ने अनि त्यो प्रेस गर्ने त्यो चाहिँ हाल्ने एकदम सजिलो दुईटा यो भन्दा धेरै हुन्छ ट्र्याक्टरमा मैले ल्याएको छु ल हुन्छ र हुन्छ मोबाइल त्यो खालको लाने कि कुन कलर हुन्छ है अट्छ होला है हुन्छ धेरै छान्नु हुँदैन यस काटेर गर्नुपर्छ खाए काटे भने यहीले काटे पाउँछ अन्त घटाइदियो हामी यहाँनिर लगेज छान्दैछौँ अब लगेज सकेपछि यसो प्राइस साइज मिलाउनु पऱ्यो अब लगेज चाहिँ अब यो दुइटा लाने होला कसरी हो दाइ यो कसरी हो अहिले सानोको 139 छ ठुलोको 180 होला मिलाएर डिस्काउन्ट घडी चाहिँ एउटा किन्ने एउटा घडी फ्री छ भाइ अहिले मौका आएर घुमाइहाल्नु है घरमा यसो आन्टीहरूलाई आमाले घडी हेर्नु ल साथीहरू घडी हेर्नु छानी है छानी ए मिसिन छैन त एउटा सानो चिटिक्क परेको कपाल काट्नु पर्यो यसो दादी साडी मिलाउनु पर्यो टक्क भएर कसरी हो त्यो दारी सारी अलिक चट्ट पारेर हिँड्नु पर्यो कि यस परेको छ भाइ डिस्काउन्ट स्पेसली हेयर ट्रिमरको लागि राम्रो छ यहाँ नै अब कपालहरू नम्बर 0 मा खनेको होइन आफ्नो तालु खोइले दारीको यो चाहिँ 1 नम्बर भयो जस्तै यहाँ चाहिँ अरू जस्तै कपाल काट्दाखेरि यो क्लिप लाउने होइन अरू कुरा भनेको यो चाहिँ स्पेसल्ली यो चाहिँ दारी सेभिङ लागि राम्रो छ 1 नम्बर कपाल लागि जस्तै यो चाहिँ चिल्लो हुन्छ नि यो चाहिँ आफ्नो पर्सनलिटी लागि गर्नु जहाँ पनि काट्छ दारी खुट्टा सुट्टा भयो
जहाँ पनि काट्न मिल्दैन भने त्यो हुँदैन दाइ अरू यो चाहिँ अरूले त गर्नु होइन पर्सनल्ली यो चाहिँ पर्सनल भाइ यो बोकिराख्ने एउटा बोकिराख्नु भाइ हँ? 60 रुपियाँ कति 60 रुपियाँ 60 रुपियाँ यो हजुर भाइ अरे छैन दारी आएको छैन रे दाइ दारी आएको छैन रे कति टिक्छ यो यो टिकाउ त अब भाइ आफू चलाउने पनि भरभर छैन चलाउनु डिपेन्ड छ चलाउने भन्दा युज अब कति यो गर्छ चाहिँ 1 इयर्स वारेन्टी हुन्छ हैन अँ, टिकाउने भने त मिसनरी चिज हो एकदमै अब आफै जतन गर्नु जतन गर्ने अब कतिको युज गर्छ भन्ने पानी पानी जस्तै पानीसँग टच गर्नु अँ, पानीदेखि चाहिँ अलि टाढा खोइ भाइलाई अरू के लाने हो ल खाना मेकअप किट्सहरू राख्नु अब घरमा दिदी बहिनीहरूलाई बनाएको राख्नु पर्छ हजुर काजु बदाम यो यहाँ 60 रुपियाँ आइफोन भने यो काम छैन कि दाइ 16 नै हो एउटा नर्मल पुरानो 11 होइन हो हजुर 11 को अँ, के कुरा पैसा छैन दाइ पैसा छैन दाइ अब कुन चाहिँ ओल्डोमा पोको बाहिर राखेको छ भने दाइ झ्याप्प बाहिर सक्यो केटाहरूको सपिङ गरेर गाइज होइन एनिवेज र मिस्टर ज्याङको सपिङ पनि भइसकेको छ अब यहाँनिर टक्क लगाएर होइन चक्लेट यतातिर मदनको हेर ल मदनको तिम्रै हो रे मेरो प्याक होइन दाइ ए पुइसिएछ त चक्लेट दानी टन्नै छ त हामी घलन छ मामालाई चक्लेट सक्लेट छ सपिङ भइसकेको छ टन्न लगाएर होइन सानो सुर्के सब चक्लेटले भर्नु भइसक्यो गरिहाल्छ त सानो सानो सुर्के त फ्री के ए ठुलो ठुलो एउटा लिने नि भएन जोडी जोडी दानी हजुर
जोडी 125 भन्नुभयो होइन होइन हो रे तपाईँ अघि त्यही भनिरहेको थियो यो चाहिँ कति छ कति 149 छ 69 रुपियाँ भन्दैछ दाइ पकाएर 80 धामै किन्छ सानो 90 किन्छ टोटल 125 भयो है मिलाएर दिएको टोटल कति 125 प्लस 90 रुपियाँ सबले मात्रै 550 मात्रै भयो टोटल यही जाति 550 फाइबर ट्रली हुन्छ लगभग 20,000 को सपिङ भइसक्यो नेपाली यहाँनिर यति छ 20,000 को सामान साज लगान नम्बर सिजन करेको किन्न पर्ने खोइ किन्न पर्ने थियो पेन्ट चाहिँ अघि कालै जानु के भन्छ यार चक्लेट लगेज भर्छ यार चक्लेट किन्ने भन्छ यार पुग्यो रे दाइ पुग्यो 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 तालमोट छ त तालमोट एउटा किन्छ एउटा एउटाको प्राइस एक 125 रिङ्गेट वाइ अनि लेडिज नै हो नि खान्छ किन जोडी त कपाल एउटा चाहिँ एउटा लेडी कपाल बन्ने हो कपाल ए गाइज यार म यार लास्ट हराम भइसक्यो गाइज म लास्ट हराम भइसक्यो अब यार म कस्तो थियो पहिले यार अहिले कस्तो यार झारलाई झुर्लङ के लाउँछ यार कपाल हेर कपाल आम स्वाइक पारा छ मेरो टप त यार म खतम भइसक्यो म बिग्रिसक्यो गाइज म बिग्रिसकेको छ अब